भन्नु के बनाउन लागेको आन्टी? तिलको लड्डु। भोलि माघे संक्रान्ति होइन र, त्यही भएर तिल भुट्दैछु म। Parents, baby. Yeah, baby. तपाईँ पनि 50-51 60 मिनट हुन लाग्यो। बन्द गर्नु। यो चाहिँ माघे संक्रान्तिको लागि तिल भुट्दैछु म। अब चाहिँ यतिको रातो रातो भयो। अब यसलाई लड्डु बनाउनलाई निकालिदिन्छु। फेरि अर्को भुट्छु। टन्नै छ तिल चाहिँ, यहाँ पनि छ, यहाँ पनि छ, यति धेरै छ। सेतो फलेको तिल सबै तिल भुटिसके है। अब यहाँ सक्खर बसालेको छु। यो सक्खर एकछिन पगालिन्जेलमा म यहाँनेरि सेल पकाउनलाई पिठो पनि मुसेर राख्छु। हेर है त कस्तो हुन्छ। सक्खर यतिको हुँदैछ। अब यसलाई छान्छु। पग्लिसकेपछि पग्लिँदैन, पाइप पग्लिँदैन। अब चाहिँ म सेलको पिठो मुस्दैछु। फाइनली साथीहरू पिठो नि यतिको पारेर मुसेर राख्छु। कति धेरै फोहोर छ। डाडुले हाल्नु न। हाल्ने बेलामा चाहिँ डाडुले हाल्नु न भने। बेबी, ओ बेबी, चुप। डाडुले हाल्नु न, सजिलो हुन्छ क्या। कति भाडा लगाउनु क्या, त्यही भएर यसरी हाल्नु। सक्खर कहिले नचाली खानु हुँदैन कि यति धेरै फोहोर हुन्छ। मैले बन्द गरेँ 40। फाइनली यतिको भयो। अब एकछिनमा त यो लगभग हुने जान्छ। यो चाहिँ केरा हो, यो माउ हो, यो भैँसी हो। के गरेको हो? यो के हो? कसको बर्थडे हो? अनि के गरेको त्यो खक खक भनेको के हो? यतिको भयो। उम्लेर जान आँटिसक्यो। कति गाह्रो भएको यो।
फाइनल्ली अब यतिको भयो फेरि अब हुन आँट्यो कति टाइम लाग्ने के फाइनल्ली अब चाहिँ भयो अलि त थाहा बेबी हेर उस लड्डु म त एकछिन मात्रै बनाउने भयो नि भयो अब बनाउने एकछिन यहाँ राख्दिउँ न यहाँ राख्दिउँ बढी भयो भने दुई चारवटा पठाउन म त 50 मिनट भएपछि छोडिदिन्छु ल ल आन्टी ल ल ल कान्छी ल 47 48 49 50 बन्द भयो अब फाइनल्ली मैले चाहिँ लड्डु बनाएँ चोरे पनि मैले 2 थरी लड्डु बनाएँ एक थरी चाहिँ ठुला खानेलाई ठुल्ठुला अनि साना खानेलाई टिकाका साना अब भुजाको लड्डु बनाउँछु त्यो पनि देखाउँछु है अनि लास्टमा चाहिँ सेल पकाउने